आज चाहिँ हाम्रो यो घरमा अन्तिम दिन। अब आज हामीहरू जाँदैछौँ। जलजले धेरै दिन यो घरमा बस्यो, भाइ मोबाइल हेरेर बसिरहेछ। आज जाने अब भाइ र म, काकाले हामीलाई पुर्याइदिनुहुन्छ। सबको बोल्ती बन्द हो। क्यामेरा अन गरेपछि म कस्तो लगातार ट्याक 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 अनि पर कृष्ण काका लाइनमै देखिनु भयो। खिच्न सबै खिच्ने, हाल्न चाहिँ काटकुट पार्ने हो क्या। अब हिँडेका यो घरबाट अर्कोचोटि आउन्जेलको लागि बाई बाई काका। ल बाई बाई बुवा, आमालाई पनि बाई बाई। हाम्रो आजको गाइड चाहिँ मुखिया भा, टोपी चाहिँ मुखिया भा। ल भाइ लाग्यो, कहाँ लागेको अरे भन्दा लु। जलजले कसकोमा? सीता दिदीलाई देखेको छु जलसँग। गोरे धारोलाई पनि भाइ भाइ भन्नु। आया माथिबाटै त भाइ भाइ नि। पानी पनि परेको छैन, घाम पनि छैन, किन छाता उडेको? लाग्दैछ बाटै बाटो। कहाँ आइपुग्यो काका? चन्द्रतला आइपुग्न आँट्यो अरे। छोरा चाहिँ हजुरबाको मितको घर। मित हजुरबाको घर। भाइका मित बुवाका घरबाट निस्केर अलिक ओरसम्म आइपुगेको छौँ। हिँड्दै हिँड्दै ऐसेलु खाँदै रमाइलो दृश्य हेर्दै। बाटो यस्तो सुई 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 तेर्सै तेर्सो छ। यो रातो रुख के को हो चिन्नेले कमेन्ट गर्नु है। के गरिस्? लुगा फेरिस्? बाटो बाटोमा लुगा फेर्छ हो यो। खै के हो के ऐसेलु हरेक बोट तल्ला पुग्यो, एउटा त खाँदैछु। घरमा चाबी छ। असारे होइन यो। यहाँ चढेर थियौँ अस्तिको पालि भ्याइएन। कुराउनी भाग लगाएको ढुङ्गो यही हो त? यही होला हौ, यस्तै यस्तै लाग्यो। बाटो यता घुमेर पो त अहिले फेरि लभ स्टोरी। ढुङ्गामा लभ स्टोरी जोडिएको छ। बच्चा जस्तो चकचक गरेर हालौँ न अलिकति है। कहाँ आइपुगेँ नि म? यो बरको फेरि यो ढुङ्गो। सीता दिदीका घरमा चाहिँ हामी आइपुग्न आँट्यौँ। कति बजेको छ भने टक्कै 3 बजेको छ। राम्रै हिँड्यो, भाइ पनि मजाले हिँड्दैछ है। खुट्टा सुट्टा गलेको छैन नि? अझै हिँड्छस्? फेरि उइलाउ भने पुग्छस्? उइलाउ भने पुग्छस्? त्यहाँ पनि हिँड्नु है ल। 3 घन्टा ककलले भाइ हिँड्नु सक्दैन भन्ने सोचेको थियो के? भाइ सीतादिदीकासँग पनि आइसक्यो। हिजो मोराङ, अस्तिका दिन पनि मोराङ पुगेर ब्याक टु ब्याक दिल्ली हिँड्दाखेरि पनि पहाड फर्स्ट टाइम टेकेको मान्छेले पनि हिँड्दैछ भनेपछि गुड। आइपुग्न आँट्यो। बाटो यस्तो छ। यही बाटो नपछि जाँदाखेरि अब दिदीका घर। सीताजीले त ट्र्याक्टर किन्नुभयो क्या हो?
छ्यास घरमा ट्र्याक्टर छ त घरमा कोही पनि हुनुहुन्न भान्जी बुइनी ब्लग बनाउँछ अरे उमा ब्लग हालेर उग्र छ आजसँग 6 7वटा भयो 7वटा टाउकामा बोका न गोपाल मामाले हेर्नुहुन्छ होला भान्जीले बोका म मामालाई देखाउँछु बोका न इरिसाले डोको बोकेको रिसाले अरे हँसिया पनि कति राम्रो कसले बनाइदिएको हँसिया चाहिँ कति राम्रो रातो हँसिया देख्नुभयो नि रातो हँसिया हो यिनीहरू देखाउ त हेरौँ त हँसिया देखाउ त यता अलि गएर आएर त्यसले घाँस काटेर पनि देखाइदेऊ त हो अब दोकान नै हाल्नु पर्यो नि त वार्तामा बोलाएकै छैन स्कुल लाग्ने त कुरै छैन विद्यार्थीको भविष्य जाने भयो है तर असारमा पनि पढाउँछ भन्दैछन् भन्न चाहिँ अब शिक्षकहरू सीता दिदीकोमा रात परो गाइस यति नै हो आजको अलिक गलिया छ साग फर्काउनु पर्यो ल के यति थ्याङ्क्स फर वाचिङ भनेको थ्याङ्क्स फर वाचिङ